हाई एभ्रिवान अनि नमस्ते सबैजनालाई। यो चाहिँ मेरो भिडियोको डे 7 हो र आज चाहिँ मलाई डाइरेक्ट देख्नुभयो होला गाडीमा कहाँ जाँदैछ भनेर सोच्नुभयो होला। म चाहिँ जाँदैछु एयरपोर्ट। चाहिँ किन भन्दाखेरि चाहिँ म चाहिँ भाइलाई र कान्छी दिदीलाई लिनुको लागि जाँदैछु। मेरो घर छेउको दिदी र अनि मेरो भाइलाई लिनुको लागि जाँदैछु। उहाँहरू चाहिँ बेङ्गलोरबाट आउनुहुँदैछ र अहिले चाहिँ जबडाबाट निस्केर पनि हामी कदमा पुगिसक्यौँ। कदमाको बाटो गएको हामीलाई त्यताबाट चाहिँ एकदमै छिटो हुन्छ। अनि सिनहरू हेर्नुहोला तपाईँहरू सबैजना, होइन कस्तो राम्रो छ, हरियाली छ एकदमै। हामी चाहिँ अहिले चाहिँ पुगिसक्यौँ अप्पर बागडोग्रा र अब चाहिँ हामी जान्छौँ बेयरमोर साइड जान्छौँ अनि त्यहाँबाट चाहिँ लाग्छौँ एयरपोर्टतर्फ। र हामी चाहिँ जाँदै चाहिँ ट्राफिकमा पऱ्यौँ, एकछिन बस्नु पऱ्यो ट्राफिकमा। र अहिले चाहिँ ट्राफिक पनि खुल्यो होइन। म चाहिँ यहाँनिर फर्किँदा अल्छी लाग्दो गरेर बसेको थिएँ। बल्ल बल्ल आएर हात हल्लाउनु भयो कानुले, अन्त मात्रै चिने। मैले चाहिँ मजाले चिनेकै थिइनँ, यत्रोजनामा देखेकै थिइनँ होइन। आफ्टर लङ टाइम 8-9 मन्थ बाद भेटेको होला। अन्त खुसी लाग्यो। अनि यहाँनिर चाहिँ हामी भेटघाट गऱ्यौँ, अन्त चाहिँ हामी घर फर्क्यौँ। अप्पर बागडोग्रामा चाहिँ रोकेर चाहिँ हामीले चाहिँ मिठाईहरू किन्यौँ, अन्त चाहिँ हामी घर फर्क्यौँ। अहिले चाहिँ हामी घर पनि आइपुग्यो कानुको। अनि त्यहाँदेखिको अलिकति अगाडि हाम्रो घर छ। अनि चाहिँ कानुको आमाले खुसी भएर हेरिराख्नु भएको थियो। अनि हामी घर पनि आइपुग्यो। अनि ठुलो मम्मीले पनि छोरालाई हेर्नुहुँदै थियो खुसी भएर। मलाई चाहिँ यो टी सर्ट कानुले ल्याइदिनु भएको थियो। थ्याङ्क यू फर वाचिङ एभ्री वान, बाई।